आज हामी संसारकै सबैभन्दा चर्चित व्यक्तिगत वित्त पर्सनल फाइनान्स सम्बन्धी पुस्तकमध्ये एक रिच ड्याड पुअर ड्याडको मुख्य सन्देश बुझ्नेछौँ। सबैभन्दा पहिले एउटा कुरा बुझौँ। यो पुस्तक धनी कसरी बन्ने भन्ने जादुई उपाय होइन। यसको उद्देश्य पैसालाई कसरी बुझ्ने र पैसालाई आफ्नो लागि काम गर्न लगाउने भन्ने सोच सिकाउनु हो। लेखक रोबर्ट कियोसाकीका जीवनमा दुईजना बुवा जस्ता व्यक्तिहरू थिए। पहिलो उनका आफ्नै बुवा। उहाँ धेरै पढ्नु भएको थियो, राम्रो जागिर थियो र सधैँ भन्नुहुन्थ्यो, राम्रोसँग पढ, राम्रो जागिर खाऊ, जीवन सुरक्षित हुन्छ। र दोस्रो उहाँका साथीका बुवा। उहाँ धेरै औपचारिक शिक्षा नपढेका भए पनि व्यवसायमा सफल हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, पैसाका लागि मात्र काम नगर, पैसालाई आफ्नो लागि काम गर्न सिक। यी दुई फरक सोच नै पुस्तकको मूल आधार हो। यो दुईजनाको सोचमा आधारित यो पुस्तकले धनी र गरिबको सोचमा के फरक छ भन्ने कुरालाई प्रश्न गर्न खोज्छ। लेखकका अनुसार गरिब र धनी बीच सबैभन्दा ठुलो अन्तर आय होइन, सोचाइ हो। धेरै मानिसले तलब पाएपछि के गर्छन्? घर किन्छन्, महँगो मोबाइल किन्छन्, गाडी किन्छन्, ऋण लिन्छन् र फेरि अर्को महिनाको तलब कुर्छन्। यसलाई लेखकले ऱ्याट रेस अर्थात् तलब र खर्चको अन्तहीन चक्र भन्न खोज्छन्। यो पुस्तकको सबैभन्दा प्रसिद्ध विचार यही हो। सम्पत्ति, एसेट र दायित्व, लायबिलिटी। यो पुस्तकको सबैभन्दा प्रसिद्ध विचार यही हो। लेखक भन्छन्, सम्पत्ति, एसेट भनेको तपाईँको खल्तीमा पैसा ल्याउने कुरा हो, जस्तै भाडा आउने घर, लाभांश दिने लगानी, व्यवसाय, केही प्रकारका लगानीहरू। दायित्व, लायबिलिटी भनेको तपाईँको खल्तीबाट पैसा निकाल्ने कुरा हो, जस्तै ठुलो ऋण, अत्याधिक खर्चिलो गाडी, अनावश्यक विलासी सामान। पुस्तकको सन्देश के हो भने सम्पत्ति बढाउनुहोस्, अनावश्यक दायित्व घटाउनुहोस्। केवल तलबले मात्र धनी बनिँदैन। जति तपाईँ धेरै एसेट जोड्नुहुन्छ त्यति धेरै तपाईँको सोर्स अफ इन्कम हुन्छ। तर जति धेरै तपाईँको लायबिलिटी बढ्छ त्यति धेरै तपाईँको खल्तीबाट पैसा बाहिर जान्छ। केवल तलबले मात्र धनी बनिँदैन। लेखकको विचारमा यदि तपाईँ केवल तलबमा निर्भर हुनुहुन्छ भने आर्थिक रूपमा जोखिममा पर्न सक्नुहुन्छ। त्यसैले आयका अन्य स्रोतहरू पनि बनाउनुपर्छ, जस्तै सानो व्यवसाय, लगानी, नयाँ सिप, अतिरिक्त आम्दानीका उपाय। यो सबैले तपाईँको खल्तीभित्र पैसा आउने कुरा हुन्छ। तर अनावश्यक विलासी सामान किन्नु, अत्याधिक खर्चिलो गाडी, घरहरू, कुनै पनि यस्तो ठुलो ऋणहरू लिनाले तपाईँको दायित्व बढ्छ र तपाईँको खल्तीबाट पैसा बाहिर जान्छ। आर्थिक शिक्षा किन आवश्यक छ? विद्यालयले गणित, विज्ञान र इतिहास सिकाउँछ, तर धेरै ठाउँमा पैसा कसरी व्यवस्थापन गर्ने भन्ने शिक्षा कम दिइन्छ। हामी जीवनको 12-15 वर्ष पढ्दासम्म पनि हामीलाई कसरी पैसा कमाउने भन्ने कुरा कहिल्यै पनि सिकाइँदैन र कसरी पैसालाई व्यवस्थापन गर्ने भन्ने कुरा त झन् हामीले सोच्न पनि सक्दैनौँ। तर त्यसैले लेखकले भन्छन्, पैसा कमाउनु मात्र पर्याप्त छैन, त्यसलाई सही तरिकाले प्रयोग गर्न पनि जान्नुपर्छ। पैसा जीवनमा सबैले कमाउँछ, तर त्यो पैसा कसरी चाहिँ उसले चलाउँछ भन्ने कुराको आधारमा चाहिँ उसले कति धन कमायो भन्ने कुराको निर्णय हुन्छ। गल्ती गर्न नडराउनुहोस्। धेरै मानिस असफल हुने डरले कुनै नयाँ काम सुरु नै गर्दैनन्।
तर लेखकको विचारमा गल्तीबाट सिक्ने मानिस नै अगाडि बढ्छ। जसले गल्ती गर्छ उसले त्यो गल्तीबाट सिक्नुपर्छ र जसले त्यो गल्तीबाट सिक्छ ऊ नै अगाडि बढ्छ। र यो पुस्तकबाट सिक्न सकिने मुख्य पाठहरू पैसाको पछि मात्र नदौड, पैसालाई कसरी काम गर्न लगाउने भन्ने कुराहरू सिक्नुपर्छ। खर्च गर्नु अघि बचत र लगानीबारे सोच्नुपर्छ। नयाँ सिप सिक्दै जानुपर्छ। आयको एउटा मात्र स्रोतमा निर्भर हुनु हुँदैन। आर्थिक निर्णय गर्दा भावनाभन्दा योजनाहरू महत्त्वपूर्ण हुन्छ। र यी सबै कुराहरूबाट मेरो एउटा समीक्षा चाहिँ के छ भने, मेरो विचारमा रिच ड्याड पुअर ड्याडले पैसा कमाउने कुनै निश्चित सूत्र दिँदैन, बरु यसले पैसाप्रतिको सोच बदल्न प्रेरित गर्छ। तर यस पुस्तकका केही विचारहरू सबै देश, सबै परिस्थितिमा जस्ताको त्यस्तै लागू नहुन पनि सक्छन्। त्यसैले यसलाई प्रेरणादायी दृष्टिकोणका रूपमा लिनु राम्रो हुन्छ र आफ्नो अवस्था तथा जोखिमलाई विचार गरेर आर्थिक निर्णय गर्नु उपयुक्त हुन्छ। यदि तपाईँ पैसा, बचत, लगानी र आर्थिक सोचबारे नयाँ दृष्टिकोणबाट बुझ्न चाहनुहुन्छ भने यो पुस्तक एकदमै पढ्न लायक छ। मेरो विचारमा यस पुस्तकको सबैभन्दा ठुलो सन्देश यो हो, धनी बन्नु भनेको धेरै पैसा कमाउनु मात्र होइन, राम्रो आर्थिक निर्णय गर्न सक्ने बानीको विकास गर्नु पनि हो। पुस्तकले हामीलाई आफ्नो सोच बदल्न प्रेरित गर्छ। आज गरेको सानो आर्थिक निर्णयले भविष्यमा ठुलो फरक पार्न सक्छ भन्ने सन्देश दिन्छ। धेरै मानिसले पैसा कमाउन सिक्छन् तर पैसा जोगाउन, बढाउन र योजनाबद्ध रूपमा प्रयोग गर्न सिक्दैनन्। त्यसैले लेखकले आर्थिक शिक्षा पनि जीवनको महत्त्वपूर्ण सिप भएको बताउनुहुन्छ। यसको अर्थ सबैले व्यवसायी नै बन्नुपर्छ भन्ने होइन, बरु आफ्नो आम्दानी, खर्च, बचत र भविष्यका योजनाका बारेमा सचेत हुनुपर्छ भन्ने हो। त्यसैले पुस्तकका विचारलाई प्रेरणाका रूपमा लिएर आफ्नो आर्थिक अवस्था र जोखिम अनुसार निर्णय गर्नु बुद्धिमानी हुन्छ। धन्यवाद।